के तरलता व्यवस्थापन सहकारीको आजको मुख्य समस्या हो। आजको यो सहकारीमा देखेको तरलता व्यवस्थापनलाई मुख्य गरी दुईवटा भागमा हेर्न सकिन्छ। एउटा उच्च तरलताको जोखिम, एउटा न्यून तरलताको जोखिम। अब यो उच्च तरलताको जोखिम र न्यून तरलताको जोखिम कस्तो अवस्थामा रहन्छ भने सहकारी संस्था नै दुई भागमा विभाजित अवस्थामा छन्। जुन सहकारी संस्थाहरूमा सदस्यहरूले विश्वास गरेर बचत राखेका छन्, अहिले पनि बचत फिर्ताको लागि सदस्यहरू सहकारी धाउँदैनन्, त्यस्ता सहकारी संस्थाहरूले आज लगानी गर्ने ठाउँ नपाएर उच्च तरलताको जोखिम भोगिरहेका छन् भने त्यस्ता संस्थाहरू छन् जसले चाहिँ सहकारी संस्था सञ्चालन गर्नकै लागि पनि तरलता व्यवस्थापन गर्न सकिरहेका छैन, किनकि उनीहरूले सदस्यहरूको विश्वास गुमाइसकेका छन् र सदस्यहरूले उनीहरूसँग बचत फिर्ता दिनानुदिन माग्ने अवस्था रहेको छ। यी दुईटा समस्यालाई समाधानका लागि हेर्ने हो भने सहकारी संस्थाले वित्तीय विश्लेषण कसरी गरिरहेको छ र कस्तो खालको टेक्निक र टुल्स युज गरेर सहकारी संस्थाले आफ्नो वित्तीय व्यवस्थापन गरिरहेको छ भन्ने कुरा आउँछ। त्यसमध्ये पनि एउटा वित्तीय व्यवस्थापन गर्ने पल्स एनालाइसिस गर्नुपर्ने हुन्छ। तरलता व्यवस्थापनको लागि पल्स मध्येको पनि एउटा एल जुन लिक्विडिटी भनेर भनिन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ र लिक्विडिटी कसरी मापन गर्ने त भन्दाखेरि सहकारी संस्थामा रहेको बचतको केही प्रतिशत चाहिँ लगानी नगरिकन राख्नुपर्ने हुन्छ। त्यो रकम भनेको कुल बचत निक्षेपको 15देखि 16% तरलता व्यवस्थापन गर्नुपर्ने पल्सको स्ट्यान्डर्ड व्यवस्था छ। त्यो व्यवस्था अनुसार राखिएको छ र बेला बेलामा वित्तीय विश्लेषण गरेर हेरिन्छ र बचत फिर्ताको अवस्थालाई पनि विश्लेषण गरिन्छ। सहकारी संस्थाहरू सञ्चालन गर्न सबैभन्दा प्रमुख त तरलतालाई व्यवस्थापन गर्नुपर्छ। यदि उच्च तरलता संस्थामा रह्यो भने संस्थाको कमाउने रकम कम हुन्छ, खर्च गर्ने ब्याज खर्च बढी हुन्छ, ब्याज आम्दानी कम हुन्छ, त्यसले गर्दा संस्था घाटामा जाने जोखिम हुन्छ। आजको वित्तीय प्रतिस्पर्धा र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको प्रतिस्पर्धी अवस्थामा सदस्यहरूलाई सेवा प्रवाह गर्नुपर्ने भएकोले हिजोको जसरी सहकारी संस्था सञ्चालन गर्ने पद्धति थियो त्यसलाई चेन्ज गर्ने अथवा त्यसलाई परिवर्तन गरेर नयाँ ढङ्गले परामर्शदाताहरूबाट पनि केही परामर्श लिएर अगाडि बढ्ने परिपाटीलाई राखियो भने पक्कै पनि सहकारी संस्था व्यवस्थित हुन्छ।